आजको यो मोमो चाहिँ नि आलु लभरहरूको लागि हो ल। यो चाहिँ आलु मोमो र यसको लागि चाहिँ आटा गुनिसकेको छु। अनि प्याजलाई चाहिँ यसरी छिलछाल गरेर पानीमा भिजायो भने चाहिँ काट्दा आँसु आउँदैन हो। र आलु पनि मेरो बोइल भइसकेको छ र अब चाहिँ प्याजलाई बारिकसँगले काट्ने अनि यो बोइल भएको आलुलाई छिलछाल गरेर काटेर मजाले म्यास गर्ने है। आलु भन्ने कुरा नि हर एक चिजसँग जान्छ है र यसको मोमो पनि यति मिठो हुन्छ हो। र यो चाहिँ भोटे धनिया भनिन्छ होइन र यसलाई पनि मैले काटेर हाल्दैछु र स्वादअनुसार नमक, अजिनामोटो अनि माथिबाट खारेको तेल हालिदिएँ है। र अब यो सबैलाई मजाले मिक्स गर्नुपर्छ है र एकपल्ट मिक्स भएपछि चाहिँ मैले माथिबाट चिज पनि हालिदिएँ र यो चाहिँ सोने में सुहागा भन्छ हो। कस्तो दामी कम्बिनेसन हुन्छ यो दुइटाको चाहिँ। र अब चाहिँ मैले सोचेँ यसलाई अलग्गै डिफ्रेन्ट वेमा बनाउँछु भनेर सिधा खालको पनिर मोमो जस्तै हो। र यहाँ हेर्नुहोस् त कस्तो सफ्ट भएछ हो। यसको टेस्ट चाहिँ कस्तो हुन्छ भन्दाखेरि नि मुखमै मेल्ट हुन्छ हो। खाएको खाएकै खाएको खाएकै गर्नु मन लाग्छ हो। सो मैले चाहिँ आज रेड चटनी अनि ग्रिन चटनीसँग सर्भ गरेको थियो। सो तपाईँहरू कति चिकनको, भेजको खानुहुन्छ होइन, आलुको पनि ट्राई गर्नुहोस् है, एकदमै यम्मी हुन्छ। सो आजको लागि यति नै। फेरि भेट्छु नयाँ भिडियोमा। बाई बाई, सी यू।